भनिन्छ नि, आइमाईले चाहे एकैछिनमा, पुरुषले चाहे कहिले कहिले। नमस्कार दर्शक तथा श्रोताबिन, स्वागत छ तपाईहरूलाई हाम्रो यस नयाँ कथा श्रृङ्खलामा। आज हामीहरूले एउटा पौराणिक कथा लिएर उपस्थित भएका छौँ। आशा छ तपाईहरूलाई आजको कथा मन पर्नेछ। आजको कथाको शीर्षक रहेको छ आइमाई शास्त्र। कृपया कथालाई अन्त्यसम्म सुनिदिनुहोला। आउनुहोस् सुरु गरौँ। धेरै पहिलेको कुरा हो। नेपालको एउटा कुनै गाउँबाट एकजना युवक अध्ययन गर्ने भनेर बनारसमा गएछ। त्यहाँ एउटा गुरुकुलमा बसेर उसले अध्ययन सुरु गर्यो। ऊ अत्यन्तै मेहनती थियो, इमान्दार र लगनशील पनि थियो। गुरुहरूको सेवा सत्कार गर्दै उसले मन लगाएर अध्ययन गर्यो। पढाइप्रतिको उसको तीव्र रुचि र मेहनत देखेर सबै गुरुहरू ऊदेखि प्रसन्न थिए। उसको स्मरण शक्ति पनि अद्भुत थियो। अरू विद्यार्थीहरूले कयौँ दिनसम्म कोसिस गर्दा पनि कण्ठ पार्न नसकेको पाठ ऊ 1-2 दिनमै कण्ठग्र पार्न सक्थ्यो। ऊ छिटै कुरा बुझ्थ्यो। गुरुहरूले अरू विद्यार्थीहरूलाई कयौँ पटक भन्दा पनि बुझ्दैनथे। कुनै विद्यार्थीहरूलाई त जति सम्झाउँदा पनि हुँदैनथ्यो, पुरै बुझ्दैनथे। तर त्यो युवकलाई 1 पटक वा बढीमा 3 पटक भनेपछि पुग्थ्यो। अरू विद्यार्थीहरूले 17-18 वर्ष लगाएर पनि पुरा गर्न नसकेको कोर्स त्यस युवकले 12 वर्षभित्रै पुरा गरिदियो। यस 12 वर्षमा उसले 4 वेद, 18 पुराण, ज्योतिष, कर्मकाण्ड, उपनिषद, गीता, महाभारत, रामायण आदि सारा धर्मग्रन्थ संहिताको विषयमा पारङ्गत भयो। उसको यस्तो प्रतिभा देखेर गुरुहरू पनि छक्क परे। उसले सबै पढाइ पुरा गरेपछि उसलाई गुरुहरूले दीक्षा पनि दिए। दीक्षा दिएपछि गुरुहरूले उसलाई त्यही गुरुकुलमै बसेर शिक्षकको रूपमा रहन प्रस्ताव राखेका थिए। तर उसले आफ्नै गाउँ फर्केर आफ्नै जन्मभूमिको सेवामा जुट्ने विचार गर्यो। गाउँमै पाठशाला खोलेर गाउँको सेवामा जुट्ने विचार गर्यो। उसको विचार सही पनि थियो। गुरुहरूले उसलाई आशीर्वाद दिँदै त्यहाँबाट बिदाई गरे। ऊ गुरुकुलबाट सबै गुरुहरू र आफ्ना सहपाठी विद्यार्थीहरू, अरू नयाँ विद्यार्थीहरू सबैसँग बिदा भएर आफ्नो गाउँतर्फ प्रस्थान गर्यो। बनारसबाट गाउँसम्म पुग्न धेरै दिन लाग्थ्यो। हिजो आज जस्तो यातायातको सुविधा त्यसबेला थिएन। पैदल यात्रा गर्नु पर्थ्यो। डाँडापाखा, वन जङ्गल, नदी नाला, पर्वत सब थिचोल्दै कयौँ दिनको कठिन यात्रापछि ऊ बल्ल आफ्नो गाउँ पुग्न अब करिब 1 दिन लाग्ने ठाउँसम्म आइपुग्यो। त्यहाँ एउटा ठुलो चौर थियो। बाटोको छेउको चौतारामा बसेर एकछिन थकाइ मार्न बस्यो ऊ। बेलुकी पखको समय थियो। सूर्य अब अस्ताउनै लागेका थिए। पारी हिमालमा सुनले पोते जस्तै गरी हिमाल पहेँलो देखिएको थियो। साँझको सूर्यको मधुरो प्रकाशले हिमाललाई सुन जस्तै देखाइदिएको थियो। यस्तो लाग्थ्यो एउटा सुनको ठुलो थुप्रो या सुनको पर्वत पो हो कि जस्तो भान हुन्थ्यो। गोठालाहरू आफ्ना वस्तुबाहुहरू धपाउँदै घरतिर लाग्दै थिए। चौतारामा सुस्ताउँदै उसले विचार गर्यो, रात पर्न अझै 2-3 घन्टा बाँकी छ। यो 2-3 घन्टा हिँडे भने त म धेरै पर पुगिहाल्छु। आज अलिकति बाटो काट्न पाएँ भने भोलिलाई सजिलो हुने थियो। भोलि त यतिखेरसम्म म घर पुगिसक्ने थिएँ। उसले फेरि सोच्यो, 2-3 घन्टा समय छ। तर 2-3 घन्टा हिँडेर गएपछि रात पर्दा बास बस्ने ठाउँ छ कि छैन। यदि बास बस्ने ठाउँ रहेनछ भने त अप्ठ्यारो पो पर्छ। जङ्गलमा बास भयो भने त बाघ, भालु, चितुवाको डर हुन्छ। जङ्गलको बास हुनुभन्दा बरु यही नजिकैको गाउँमा बास बस्दा राम्रो हुन्छ। अब 2-3 घन्टा हिँडेपछि कुनै गाउँ आउँछ कि आउँदैन भन्ने बारे उसलाई कन्फ्युज भयो।
12 वर्ष अगाडि हिँडेको थियो यो बाटोमा। यस 12 वर्षमा धेरै ठाउँमा परिवर्तन भइसकेको रहेछ। पहिले गाउँ भएको ठाउँमा अहिले सुनसान भएको देख्यो। ती गाउँहरूमध्ये कुनै बेला पहिरोले पुरेछ। कुनै गाउँमा खोलो पसेर गाउँ नै बगर बनाइदिएछ। गाउँलेहरू त्यहाँबाट बसाइ चरेर अन्यन्त्रै गएछन्। 12 वर्ष अगाडि गाउँ नै नभएका सुनसान ठाउँमा अहिले आउँदा सानो बजार नै भइसकेको पनि उसले पायो। यस्तो परिवर्तन देख्दा उसलाई अन्योल भयो। कति ठाउँहरू त उसले बिर्सिसकेको पनि थियो। 12 वर्ष अगाडिको कुरा सम्झिरहने कुरा पनि भएन। ऊ यस्तै सोच्दै दोधार मन गरेर बसिरहेको थियो। अगाडि बढौँ या यही गाउँमा बास बसौँ भन्ने निर्णय गर्न सकिरहेको थिएन। उसले सोच्यो, आज अलिकति अरू बाटो काट्न पाएँ भने त भोलि यतिखेर घर पुगिसक्नेछु। त्यस बेला उसको छेउबाटै एउटी युवती ढोकामा पानी बोकेर गइरहेकी थिई। ती युवतीलाई देख्दा उसलाई आफ्नो श्रीमानको याद आउन थाल्यो। भोलि यतिखेरसम्म त आफ्नी श्रीमतीलाई भेट्न पुग्नेछु। यस्तो विचार मनमा आउने बित्तिकै उसको मन प्रसन्न भयो। उसको अनुहार उज्यालो भयो। उसले थकाइ बिर्सियो। उसको शरीरमा नयाँ फुर्ती आयो। आफ्नी श्रीमतीलाई सम्झने बित्तिकै उसको शरीरमा जोस जागर आयो, फुर्ती आयो, उमङ्ग आयो। उसले अगाडि बढ्ने नै निदो गरेर उठ्यो। हिँड्न सुरु गर्यो। आधी घन्टा हिँडेपछि उसले एउटा धर्मशाला र चौतारो भेट्यो। त्यो धर्मशाला र चौतारो देखेपछि उसलाई याद आउन थाल्यो कि यसभन्दा अगाडि अब अर्को गाउँ छैन। बाटोमा घना जङ्गल छ। अब आजको लागि यहीँ विश्राम गर्नु उपयुक्त हुनेछ। उसले धर्मशाला नजिकैको धाराबाट पानी पियो। झोलाबाट रुमाल झिकेर पसिना पुछ्यो। खुट्टाहरू दुखेका थिए। आफ्नै हातले एकछिन खुट्टा मिच्यो। मनमनै सोच्न थाल्यो, भोलि त श्रीमतीले खुट्टा मिचिदिन्छे, तेल घसिदिन्छे, त्यसपछि सन्चो भइहाल्नेछ। श्रीमतीको ख्याल आउने बित्तिकै उसलाई हिँड्न मन लाग्यो। साँझ अझै 1-2 घन्टा बाँकी छ। अहिले बास बसेर के गर्ने? उसले यस्तै सोच्यो। फेरि सम्झन थाल्यो, जङ्गलमा बास बसेर बाघको आहारा हुनुभन्दा यही ठिक छ। यतिन्जेल सूर्य डुबिसकेका थिए। आफ्नो गुणतिर फर्किरहेका चराहरूको आवाजले त्यहाँको सुनसान वातावरणलाई भङ्ग गरिरहेको थियो। केही गोठालाहरू अझै आफ्ना गाई बस्तुहरू तपाइरहेका थिए। परबाट एउटी सुन्दरी युवती पनि आफ्ना गाईहरू तपाउँदै उतर्फ आइरहेको देख्यो। त्यो युवतीलाई देखेर उसलाई आफ्नी पत्नीको फेरि ख्याल आयो। 12 वर्ष अगाडि उसकी पत्नी पनि ठ्याक्कै यही युवती जस्तै थिए। सायद यो भन्दा अलि कान्छी थिए। मोरी कति राम्री थिए, स्वर्गकी अप्सरा जस्तै। उसले 12 वर्ष अगाडिका ती दिनहरू सम्झन थाल्यो। त्यस बेलाको चलन अनुसार उसले सानै उमेरमा बिहे गरेको थियो। ऊ 18 वर्षको थियो र उसकी पत्नी 17 वर्षकी। बिहेपछि लगभग 2 वर्ष उसले श्रीमतीसँग बिताएको थियो। त्यस बेलासम्म उसले गाउँमै आफ्नै हजुरबुवाले चलाएको पाठशालामा पढेको थियो। बाँकी पढाइ पुरा गर्न भनेर 20 वर्षको उमेरमा उसले गाउँ छोडेर बनारस आएको थियो। उसले सम्झन थाल्यो, ऊ हिँड्ने बेलामा उसकी श्रीमती दुखी भएर दुरदुरी रोएकी थिए। ओहो, मलाई कति माया गर्थे। अत्यन्तै असल थिए उसकी श्रीमती। ऊबाट आमा बुवा सबै खुसी थिए। आमा भन्नुहुन्थ्यो, साह्रै असल छे तेरी स्वास्नी। भाउजूहरू पनि हाम्रो देवरले साह्रै सज्जन र राम्री श्रीमती पाउनुभयो भन्थे। ठुली फुपूले हाम्रो बदाहा भाग्यमानी रहेछ। राम्री श्रीमती पायो भनेको उसलाई हिजो जस्तै लाग्यो। श्रीमतीका
यस्ता कुरा सम्झदा उसलाई कर जान हतार लागेर आउँथ्यो। उसको मन बेचैन हुन्थ्यो। अहिले हिँडिहाल्न पाए हुन्थ्यो जस्तो छटपटी भयो। त्यो युवती आफ्ना गाईहरू धपाउँदै उसको अगाडि आइपुगी। उसलाई नजिकै देखेर युवकले सोध्यो, बहिनी, यहाँबाट अर्को गाउँ कति टाढा पर्छ होला? युवतीले भनी, हे युवक, पहिले त तपाईँले मलाई गलत सम्बोधन गर्नुभयो। म तपाईँकी बहिनी कसरी हुन सक्छु? म तपाईँको लागि बाटोमा भेटिएकी कुनै युवती हुन सक्छु, जसरी तपाईँ युवक हो मेरो लागि। त्यसैले सही सम्बोधन गर्नुहोस् र सोध्नुहोस्। युवतीको यस्तो जवाब सुनेर युवक दङ्ग पर्यो। उसले भन्यो, तपाईँलाई बहिनी भनेर सम्बोधन गरेर मैले तपाईँको इज्जत गरेको हुँ। छोडिदिनुस् इज्जत सिज्जतका कुरा, युवतीले भनिन्। कसैलाई गलत सम्बोधन गरेर उसको कसरी इज्जत हुन्छ? इज्जत त सही सम्बोधन गरेर पो हुन्छ। हाम्रो हिन्दू शास्त्रले सबै नारीहरूलाई दिदी, बहिनी या माताको रूपमा व्यवहार गर्नु भन्ने निर्देशन दिएको छ। युवकले आफूले अध्ययन गरेको शास्त्रलाई आधार बनाउँदै भन्यो, पर स्त्रीलाई दिदी बहिनी समान देख्नु त राम्रो सभ्यता पो हो। यो कसरी गलत हुन्छ? युवतीले भनिन्, हे युवक, तिमी शास्त्रका ज्ञानले थिचिएका जस्तो देखिन्छौ। तिमीलाई जीवनका व्यवहारिक ज्ञानहरूको अनुभव छैन जस्तो छ। भन, तिमी कहाँ जाँदैछौ र कहाँबाट आएका हौ? युवकले आफू बनारसबाट पढेर आएको र बनारसमा सबै विद्यार्थीहरूलाई उछिनेर आफू प्रथम भएको, आफूले 4 वेद, उपनिषद, पुराण सबै कण्ठ पारेको कुरा गर्वपूर्वक बतायो। यी सबै कुरा बताउँदै अन्त्यमा उसले भन्यो, 12 वर्षपछि घर जाँदैछु। पत्नीसँग बिछोडिएको 12 वर्ष भयो। जति सक्दो छिटो घर पुग्न चाहन्छु। मेरी श्रीमती साह्रै असल छिन्। उनी मेरै बाटो हेरेर बसिरहेकी होलिन्। उनी मेरो बिछोडमा कति तडपिएकी होलिन्। सायद म छिटो फर्कियोस् भनेर उनले सन्तोषी माताको व्रत पनि बसेकी होलिन्। सायद उसको त्यही व्रतको प्रभावले म 17-18 वर्ष लाग्ने पढाइलाई 12 वर्षमा पुरा गरेर फर्कँदैछु। युवकका कुरा सुनेर युवती हाँस्न थाली र भनी, हे युवक, तिमी साँच्चै नै अव्यावहारिक र सोझा रहेछौ। तिमीले पढ्न त धेरै शास्त्र पढेका रहेछौ, तर एउटा शास्त्र भने पढ्न पटक्कै बिर्सिएछौ। युवकले युवतीको कुरा बीचमा कुरा काट्दै भन्यो, होइन, मैले बिर्सेको छैन। मैले भए जति सबै शास्त्र पढेको छु। कुनै शास्त्र छुटेको छैन। छुटेको भए त मेरो समय अझै बाँकी थियो। गुरुहरूले यति छिटो पठाउनु नै हुने थिएन। 18 वर्षसम्म बस्न पाइन्थ्यो। 12 वर्षमै गुरुकुल छोड्न पर्दैनथ्यो। युवतीले भनी, पढ्यौ होला, गुरुकुलका शास्त्र त पढ्यौ होला, तर व्यवहारिक जीवनका आइमाई शास्त्र भने पढ्न बिर्सिएछौ। आइमाई शास्त्र? युवकले अचम्म मान्दै भन्यो, यस्तो शास्त्र पनि हुन्छ र? आइमाई शास्त्र भन्ने कुरा त मैले 12 वर्षसम्म गुरुकुलमा बस्दा कहिले सुनिन। यस्तो शास्त्र गुरुकुलमा पढाइँदैन पनि। युवतीले भनिन्, यस्तो शास्त्र आफ्नै जीवनको व्यवहारिक कुलमा सिक्नुपर्छ। त्यसपछि दुवैजना केही बेर मौन भए। केही बेरको मौनतालाई तोड्दै युवतीले फेरि भनिन्, यदि तिमीलाई आइमाई शास्त्रको ज्ञान भएको भए आफ्नी पत्नीमाथि त्यति भरोसा गर्ने थिएनौ। तिमीले कति कुरा भन्यौ सम्झ त? तिम्री पत्नी तिमीलाई नै कुरिरहेकी होलिन्। तिम्रो बाटो कुरेकी होलिन् र असल होलिन् र, तर ती सबै बाहिरी आवरण मात्रै हुन्। तिम्री पत्नी तिमीले सोचे जस्ती पवित्र छैनिन्। तिमीले सोचे जस्ती पतिव्रत छैनन्
र यो पनि लेखेर राख, कुनै पनि नारी पतिव्रत हुनै सक्दिनन्। तिमीले त सबै शास्त्रको ध्वज उडायौ, युवकले भन्यो। के तिमीले सती सावित्रीको बारेमा सुनेकी छैनौ? तिमीले सती जस्ती पवित्र र पतिव्रत नारीको विषयमा सुनेकी छैनौ जस्तो छ। तिमीले यस्ता असल नारीहरूबारे सुनेकी छैनौ र तिमी आफू पनि गलत छौ ओली, त्यसैले अरू नारीहरू पनि आफू जस्तै हुन्छन् भन्ने तिम्रो सोच भएको हुनुपर्छ। तर हे युवती, ख्याल गर, यस जगतमा असल नारीहरू पनि छन्, पतिव्रत नारीहरू पनि छन् र मेरी श्रीमती पनि तिनै असल र पतिव्रत नारीहरूमध्ये एक हुन्। ए युवक, युवतीले भनिन्, तिमीले जुन सती सावित्री र सतीका कुरा गर्यौ ती त पुरुषहरूले रचना गरेका कथा हुन्। बिचारा पुरुषहरूलाई देखेर दया लाग्छ। यस कारण दया लाग्छ कि बिचाराहरूलाई यस्ता कथाको रचना गर्नु परिरहेको छ। यस्तो कथाहरू रचना गरेर उनीहरू नारीहरूलाई सती र सावित्री जस्तै बन्ने प्रेरणा दिन खोज्छन्। तर नारीहरू बाहिर बाहिर सती सावित्री जस्तो बनेर देखाइदिन्छन्, तर भित्रभित्रै काम बिताइदिन्छन्। युवकले भन्यो, हे युवती, जस्तो आफू उस्तै च्यापु भन्ने जस्तै तिमी खराब छौ ओली, त्यसैले सबैलाई आफू जस्तै खराब देख्छौ। तिमीले सती सावित्री र पतिव्रत सतीको आलोचना गरेको मलाई चित्त बुझेन। तिम्रा सती र सती सावित्रीहरूको मैले कसरी आलोचना गरेँ? युवतीले भनिन्, ती हुँदै नभएका काल्पनिक पत्रहरूको के आलोचना गर्नु छ र? मैले त यति नै भन्न खोजेको हुँ कि पुरुषहरूले आफ्ना पत्नीहरूलाई बन्धनमा राख्ने उद्देश्यले निर्माण गरिरहेका कथाहरू हुन्। सती सावित्रीका कथाहरू पुरुषहरू आफ्ना पत्नीहरू आफूप्रति निष्ठावान रहून् र पतिव्रत रहून् भन्ने चाहन्छन्। त्यसको लागि अनेक किसिमका कथाहरूका माध्यमले शिक्षा दिन खोज्छन्, तर तिनीहरूको प्रयास सबै असफल छ। युवकले सुनि मात्र रह्यो, उसलाई कुनै जवाफ सुझेन। ऊ चुपचाप बसिरह्यो। युवक चुपचाप बसिरहेको देखेर युवतीले फेरि भनी, तिमीले मलाई आफू खराब भएको हुनाले अरू नारीहरूलाई पनि खराब देखेकी हौ भनेर आरोप लगायो। जहाँसम्म मेरो कुरा छ, यो गाउँमा मलाई एउटी असल नारीको रूपमा लिन्छन्। मेरो विषयमा कसैले पनि नकारात्मक टिप्पणी गर्न सक्दैनन्। तिमीले मेरो विषयमा कुनै नकारात्मक कुरा गर्यौ भने गाउँलेहरूमा मप्रति त्यति विश्वास छ, तर मैले यही गाउँका 3-4 जना पुरुषहरूसँग गोप्य सम्बन्ध बनाइसकेकी छु। तिमीले आफ्नो पतिलाई धोका दियौ, युवकले मधुरो आवाजमा भन्यो। प्रत्येक नारीले आफ्नो पतिलाई धोका दिएकी नै हुन्छन्, युवतीले भनी। सोझी लाटी र ब्याङ्ग्री आइमाई छ भने बेग्लै कुरा, नत्र हरेक चलाक आइमाईले आफ्नो पति बाहेक कम्तीमा अरू 3-4 जना पुरुषहरूसँग गोप्य सम्बन्ध बनाएका हुन्छन्। बाहिर देख्दा उनीहरू असल र पतिव्रत, पतिप्रति निष्ठावान देखिन्छन्, तर उनीहरूले अरू पुरुषहरूसँग बनाएको सम्बन्धलाई यति गोप्य राख्छन् कि कसैले पनि उनीहरूमाथि शङ्का गर्नै सक्दैनन्। यतिन्जेल साँझ परिसकेको थियो। युवतीका गाईहरू त्यही चौरमा चरिरहेका थिए। झ्याउकिरी कराइरहेको आवाज सुनिन थाल्यो। युवतीले कुरा टुङ्ग्याउने उद्देश्यले भनिन्, युवक, तिमी त सोझा रहेछौ। सायद तिमीले पनि आफ्नी पत्नी बाहेक अरू नारीसँग सम्बन्ध राखेका छैनौ जस्तो छ। त्यसैले तिमी आफ्नी पत्नी पनि आफू जस्तै छ भन्ने ठान्यौ होला। तर ख्याल राख, तिम्री पत्नी तिमी जस्तै सोझी छैनन् र यत्रो 12 वर्षसम्म तिमीलाई नै पर्खेर बसिन् होला जस्तो मलाई लाग्दैन।
युवतीका यस्ता कुरा सुन्दा युवकलाई नमिठो लाग्यो। आफ्नी पत्नीबारे युवतीले गरेको यस्तो टिप्पणीले उसलाई दुखी बनायो। युवतीले भनी तिमीलाई यस्तो कुराले दुःख लाग्ला। तिम्री पत्नीका बारेमा यसरी टिप्पणी गर्दा तिमीलाई मन नपर्ला। तर कसैको मन पर्नु र नपर्नुसँग सत्यको सम्बन्ध हुँदैन। सत्य तीतो हुन्छ। सत्य कुरा यो हो कि अधिकांश आइमाईहरू घुसघुसे हुन्छन्। बोल्नेले गाल पार्छ, घुसघुसीले ताल पार्छ भन्ने त तिमीले सुनेकै छौ होला। आइमाईहरू ताल पार्न धेरै चलाक हुन्छन्। उनीहरूले बनाएको भित्री सम्बन्ध यति गोप्य राख्न सक्छन् कि यति गोप्य त कुनै देशका जासुसहरूले पनि आफ्ना कुराहरूलाई राख्न सक्दैनन्। युवकले भन्यो, तिमीले उल्टा कुरा गर्यौ। आइमाईहरूको रुद्रघण्टी हुँदैनन्। आइमाईहरू आफ्ना कुरा फुत्क्याउँछन् भन्ने पो सुनेको थिएँ मैले त। पुरुषहरू यस्तै उखान बनाएर बसिरहन्छन्। युवतीले भनिन्, पुरुषहरू महिलाका विषयमा यस्तै धारणाहरू बनाउँछन् र त महिलाहरूले पुरुषहरूको यस धारणाबाट पनि फाइदा उठाउँछन्। उनीहरू गोप्य सम्बन्ध राख्छन् र त्यसैलाई उनीहरूको रुद्रघण्टी नै नभए पनि यसरी लुकाउँछन् कि पुरुषहरूलाई पत्तै हुँदैन। अब त अँध्यारो नै भइसकेको थियो। युवतीले घर जाने तर्खर गर्दै भनिन्, तिमीलाई यी कुरामा परीक्षण नै गरेर हेर्न मन छ भने म तिमीलाई प्रयोग गरेरै देखाइदिन्छु। कसरी देखाउँछौ प्रयोग गरेर? युवकले सोध्यो। अब त अँध्यारो पनि भयो। युवतीले भनिन्, अब म घर जानुपर्छ। आज दिनभरि बारीमा काम गर्नाले गाईहरू दिनभरि बाँधिएको हुनाले बेलुकी पख पानी खुवाउन र एकछिन चराउन फुकाएको थिएँ। अब त अँध्यारो भइसक्यो। गाई लिएर घर जान्छु। तिमी कहाँ बस्छौ र? यस धर्मशालामा केही खानेकुरा छैन, ओछ्याउने कुरा पनि छैन। एकछिन केही सोचेझैँ गरी युवतीले भनी, तिमी यसो गर, यहाँबाट अलि पर एउटा पसल छ। त्यहाँबाट एउटा नयाँ दुलहीको लगाउने जस्तो साडी र पछ्यौरा किनेर लिएर यहीँ आएर मलाई पर्खिराख। म घर गएर गाई बाँधेर आउँछु, अनि जे गर्नुपर्छ गरौँला। युवतीले के गर्न खोजी भनेर युवक चकित पर्यो। युवती गाई धपाउँदै लागि। युवक पसलतिर गएन। युवकले बनारसबाटै आफ्नी पत्नीका लागि राम्रो साडी र पछ्यौरा लिएर आएको थियो। त्यही झोलाबाट बाहिर निकालेर बसिरह्यो। केही बेरमै युवती त्यहाँ आई। उसले त्यो साडी लगाई, पछ्यौराले टाउको र अनुहार ढाक्ने गरी ओढी। उसले पनि, अब तिमी मसँगै मेरो घर हिँड। घरमा मेरा श्रीमान मात्रै छन्। म माइतमा आमा बिरामी हुनुहुन्छ भन्ने खबर आयो। माइत जान्छु भनेर घरबाट आएकी हुँ। मेरा श्रीमानले यस्तो रातिमा जाने भनेर सोधेका थिए, तर आमालाई चापेको छ रे भन्ने खबर आएको छ भनेर हतार हतार यता आएको हुँ। उसले आफ्नो भनाइलाई निरन्तरता दिँदै भनी, तिमी मलाई लिएर त्यस घरमा जाऊ र भन कि म परदेशबाट आएको हुँ, नयाँ दुलही लिएर आएको हुँ। यहाँको भाषा पनि त्यति बुझ्न सक्दिन। दुलहीले आजको रात बास दिनु पर्यो भनेर बास माग्नु। मेरा बुढा साँझमा आएको पाहुनालाई अत्यन्तै आदर गर्छन्। उनले बास दिने छन्। तिमी त्यहाँ मसँग धेरै नबोल्नु। यति भनेर ऊ अघि लागि। युवक युवतीको पछि पछि गयो। जब घर आयो, युवकले अल्ली चर्को आवाजमा सोध्यो, यो घरमा को हुनुहुन्छ होला? को हो, किन र? एउटा पुरुषले सोध्यो। हजुर, हामी हौँ। हाम्रो घर यहाँबाट एक दिन टाढाको गाउँमा पर्छ। म परदेशबाट आएको हुँ। उतैबाट बिहे गरेर नयाँ दुलही लिएर आएको। आजको एक रातलाई बास दिनुहुन्थ्यो कि?
साँझका पाहुना देउता बराबर भन्छन्, त्यो घरबेटीले भन्यो। साँझमा आउनु भएको छ, बास हुँदैन भनेर कसरी भन्ने? तर आज मेरी पत्नी पनि छैनन्। उनको आमा बिरामी भएको खबर आएकोले अघि साँझमै माइत गइन्। तपाईहरू आफै खाना बनाएर खान सक्नुहुन्छ भने बस्नुहोस्। घरबेटीले उनीहरूलाई भान्सा कोठा देखाइदिए। चामल, तरकारी, घिउ सबै ठिक्क पारिदिए र सुत्ने व्यवस्था पनि भान्सा कोठाकै एक छेउमा गरिदिए। उनी आफ्नो सुत्ने कोठातिर गए। त्यो नयाँ दुलहीले खाना बनाइन्। उनको आफ्नै भान्सा थियो। सधैँ काम गरिरहेको भान्सा कोठा भएकोले उनलाई कुनै नौलो भएन। अति मिठो खाना तयार गरिन्। थोरै तरकारी एउटा कचौरामा हालेर घरबेटीलाई चाख्न दिन उनको कोठामा गए। घरबेटीले त्यो तरकारी चाख्दै भने, ओहो, तपाईकी श्रीमती खाना बनाउन अत्यन्तै सिपालु हुनुहुँदो रहेछ। मेरी श्रीमती पनि यस्तै सिपालु छे। असाध्यै मिठो तरकारी बनाउँछे। मलाई अरूले पकाएको त पटक्कै मन पर्दैन, तर तपाईको श्रीमतीले मेरै श्रीमतीले पकाएको जस्तै छ है। त्यो तरकारी उसकै श्रीमतीले नै पकाएकी थिए अनि उस्तै किन नहोस्? घरबेटीले फेरि भने, कति गाह्रो भयो होला तपाईकी पत्नीलाई नुन बेसार खोज्न। नयाँ भान्सामा खोजी खोजी पनि यतिको मिठो तरकारी बनाउनु भएछ। खाना खाइसकेपछि सबैजना सुत्न लागे। घरबेटी आफ्नै कोठामा एक्लै सुते। ती युवक युवतीसँग भान्सा कोठामा सुते। दुवैले जिन्दगीको एउटा मिठो आनन्दको रसपान गरे। युवक 12 वर्षदेखि ऐन चाहनाको भोकले रन्थनिएका थिए। तीत मरुन्जेल ऐन सम्बन्ध राखे। भोलिपल्ट बिहानै सबेरै दुवैजना उठेर घरबेटीसँग बिदा भए। बिदा हुने बेलामा घरबेटीले भने, भाइ राम्रोसँग जानुहोला। तपाईँ भाग्यमानी हुनुहुन्छ। लक्षिनकी श्रीमती पाउनु भएको छ। कुनै पनि महिला लक्षिनकी छन् कि अलक्षिनकी भन्ने कुरा उनले पकाएको खानेकुराबाटै थाहा हुन्छ। त्यसपछि दुवैजना हिजो साँझमा भेट भएको धर्मशालामै आए। धर्मशालामा आएर युवतीले सारी अछ्यौरा खोलिन् र युवकलाई दिँदै भनिन्, घर लगेर श्रीमतीलाई लगाइदेऊ। यदि श्रीमती तिमीलाई नै पर्खिरहेकी रहेछिन् भने भयो, यो सारी तिमी नै लगाऊ। युवकले भन्यो, तर तिमीलाई एउटा कुरा सोधौँ। सोध न, युवतीले भनिन्। अब तिमी घर गएर के भन्छौ? बिरामी नै नभएकी आमालाई बिरामी बनाएर यत्रो नाटक गर्यौ। यी कपडा लिएर जाँदा के भनेर जवाफ दिन्छौ? कतै यो कपडा श्रीमानलाई देखाउन नसकेर मलाई लैजा भनेकी त होइनौ? अब घर गएर भनिदिइहाल्छु। त्यत्तिकै आत्तिदा रहेछन्। पेटको गानो गएकोले आमा रुनु भएछ। त्यत्तिकैमा सबैजना आत्तिएछन्। वैद्यले औषधि दिएपछि ठिक भइहालेछ। युवतीले भन्दै गई, मेरा माइती यतै नजिकै आएका छन्। पहिला त तिम्रै गाउँ नजिकै थियो। म माइत जाने आउने गरिरहन्छु। प्राय बेलुकी गएर बिहान फर्कन्छु। आमा बुढी हुनुहुन्छ, भेट्न आइरहेको हुन्छु। त्यसैले आजको आउनलाई पनि मेरो बुढोले फरक ढङ्गले लिने छैनन्। जहाँसम्म कपडाको कुरा छ, भाइले बुहारीलाई ल्याइदिएको रहेछ। बुहारीले मन पराइन, मलाई दियो भनिदिन्छु। युवतीको यस्तो बठ्याइ र चतुर्याइ देखेर युवक दङ्ग पर्यो। आइमाईको चरित्र र पुरुषको भाग्य दैवले पनि जान्न सक्दैन भन्थे हो रहेछ भन्ने सोच्न थाल्यो युवकले सुनेको थियो, आइमाईले चाहे एकैछिनमा, पुरुषले चाहे कहिले कहिले। यो कुरा पनि अहिले पुष्टि भयो। ऊ त्यस युवतीसँग बिदा भएर आफ्नो गाउँतिर लाग्यो। बाटोमा घना जङ्गल थियो। उसले मनमा अनेक कुराहरू खेलाउँदै
अघि बढिरह्यो। उसले सोच्न थाल्यो, के उसकी श्रीमती उसलाई पर्खेर बसिरहेकी होली? के उसकी श्रीमती यतिन्जेल कसैसँग पनि ऐन सम्बन्ध नराखी बस्न सकेकी होली? उसकी पत्नी अलि कामुक किसिमकी थिए भन्ने उसले सम्झन थाल्यो। बिहे गरेपछि हरेक रात ऐन सम्बन्ध राख्ने गर्थ्यो। ऐन सम्बन्ध राख्नुमा उभन्दा पहिला उसकै पत्नीले पहिलो अग्रसरता देखाउँथे। उसले हरेक रात चाहना राख्थे। यति तीव्र चाहना हुने आइमाईले यत्रो 12 वर्ष कसरी बिताई होली? 2 वर्षसम्म सँगै बस्दा पनि उसकी पत्नी गर्भवती हुन सकेकी थिइन। उसले घर छोड्नु अघिका रातहरूमा पनि पत्नीलाई वीर्यदान गरेको थियो। के त्यो वीर्यदानको कारण उसले गर्भधारण गरी होली? त्यस बेला हिजो आज जस्तो मोबाइल, टेलिफोन, इमेल, इन्टरनेटको जमाना थिएन। चिठी पत्र पठाउने चलन पनि थिएन। नेपालको गाउँबाट बनारस जानु भने अत्यन्तै टाढाको कुरो थियो। यसले आफ्नो घर गाउँको समाचार पाउने कुरा असम्भवै थियो। त्यसैले उसले आफ्नो घर र पत्नीको केही थाहा पाएको थिएन। ऊ आफ्नी पत्नीबारे अनेक कल्पना र तर्कना गर्दै घर पुग्यो। घर पुगेपछि उसले थाहा पायो, ऊ गएको केही महिनापछि उसकी पत्नी उनीहरूकै घरको गोठालोसँग ऐन सम्बन्ध राखेकै कारण गाउँलेहरूले पत्रिएछन्। त्यही गोठालोसँग उसलाई गाउँबाट निकालिदिएछन्। युवकले यस कुरालाई सहज रूपमा लियो। उसले कुनै दुःख मानेन। उसले अर्की सोझी र असल केटी खोजेर बिहे गर्यो। आफ्नी पत्नीलाई घरमा आउँदा नपाएपछि बल्ल उसलाई घरमा आउँदा बाटोको धर्मशालामा भेटिएकी युवतीले भनेको कुराहरू याद आउन थाल्यो। उसले भनेका कुराहरू सत्य लाग्न थाले। उसले ती युवतीलाई गुरु थापेर आइमाई शास्त्रबारे अरू कुरा पनि सिक्ने विचार गर्न थाल्यो। आइमाई शास्त्र एउटा रहस्यमय शास्त्र हो भन्ने लागेर गहिराईपूर्वक जान्ने इच्छाले त्यो युवतीलाई फेरि भेट्ने उद्देश्यले त्यो युवक एक दिन युवतीको गाउँमा पुग्यो। बेलुकी पखको समय थियो। त्यो युवक युवतीको गाउँको पँधेरोमा पानी खान र मुख धुन पसेको थियो। पँधेरोमा एउटी महिला गाग्रोमा पानी भरिरहेकी थिए। जब युवक धारामा पुगेको मात्रै थियो, त्यो बेला महिला एकाएक चिच्याउन थाली, गुहार गुहार, मलाई बचाऊ। युवक आश्चर्यचकित भयो। म आउने बित्तिकै यो आइमाई किन डराई? उसले के भयो दिदी, के भयो भन्दै थियो। तर ती महिला झन् रुन गुहार भन्दै भाग्न थाली। पँधेरोको नजिकै खेतमा काम गरिरहेका 4-5 जना खेतालाहरू त्यहाँ आए। उनीहरूले महिलालाई सोधे, के भयो भाउजू, के भयो? महिलाले भने, मलाई बलात्कार गर्न खोज्यो, मलाई समात्यो। खेतालाहरूलाई लाग्यो यही युवकले बलात्कार गर्न खोजेको हो। खेतालाहरूले युवकलाई कठालोमा समाते। युवक भने, मैले केही गरेको छैन, म त पानी खान धारामा आएको थिएँ भन्दै थियो। तर खेतालाहरू मध्ये एउटा अर्धवैँसे पुरुषले युवकमाथि एक झापड लगाइहाल्यो। त्यसै बेला महिलाले भने, यसले होइन, यसलाई किन पिटेको? मलाई बलात्कार गर्ने त भाग्यो, ऊ त्यतातिर भाग्यो। यो युवक त मलाई बचाउन खोज्दै थियो। खेतालाहरूले त्यस युवकसँग माफी मागे र महिलाले देखाएको दिशातिर बलात्कारीलाई खोज्न दौडिए। आकस्मिक रूपमा नाटकीय तिर्काले आइलागेको यस घटनालाई देखेर युवक दङ्ग पर्यो। यो सबै किन र केका लागि भइरहेछ सुनेर युवक सोच्न थाल्यो। त्यो महिलाले युवकतिर हेर्दै भने, मैले त तिमीलाई चिनिसकेँ, त्यसैले आइमाई शास्त्रको अर्को नयाँ च्याप्टर सिकाइरहेछु। तर तिमीले मलाई चिनेनौ।
युवकले ती महिलाको अनुहार हेऱ्यो। ती महिला त त्यही युवती थिए जसलाई उसले धर्मशालामा भेटेको थियो र उसको घरमा एक रात बास बसेको थियो। खासमा अहिले ऊ तिनैलाई भेट्न त्यो गाउँसम्म आएको थियो। युवकले भन्यो, मैले तपाईँलाई चिने, म तपाईँलाई नै भेट्न भनेर आएको हुँ। तिमीले मलाई अझै चिनेका रहेनछौ। युवतीले युवकलाई छक्क पार्दै भने, मलाई अझै नियालेर हेर। युवकले युवतीलाई नियालेर हेऱ्यो। धेरै बेर हेरेपछि बल्ल चिन्यो, ऊ त उसकै पत्नी पो रहेछ। 12 वर्ष अगाडिकी पत्नी। धन्यवाद साथीहरू। यदि तपाईँहरूलाई कथा मन पर्यो भने हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनुहोला।